त्यसैगरी यो टेक्निकलमा हरेकको चाहिँ तपाईँले अघि मैले भने जस्तै मोमेन्टम पनि ठिक हुनु पऱ्यो, ओभरल्याप, भोलाटिलिटी होइन, भोल्युमले सपोर्ट गरेको हुनु पऱ्यो। यस्ता विभिन्न कुराहरू चाहिँ तपाईँले यहाँभित्र गएर चाहिँ यसरी हेर्न मिल्छ। क्यान्डल स्टिक पनि हेर्न मिल्यो, पिभट पोइन्टहरू हेर्न मिल्यो होइन, अनि ट्रेन्डको पाटो, भोल्युमको पाटो, भोलाटिलिटीको पाटोहरू चाहिँ हेर्न मिल्छ। अब एडभान्स रिपोर्टहरू पनि छन् कति, ल बुलिस क्रस ओभर भएका होइन, स्ट्रङ ट्रेन्ड, एडिएक्सले चाहिँ स्ट्रङ ट्रेन्ड भनेका इन्डिकेटरहरू होइन, यसरी पनि यसमा चाहिँ हामीले एडभान्स रिपोर्टमा राखिदिएका छौँ। अब मैले अलिकति फास्ट गरेँ, लामो भिडियो भइसकेको छ। सेक्टर एनालाइसिसमा इन्डिसेस र सब इन्डिसेसको पार्टहरू पनि त्यसको पनि एनालाइसिस गर्नुपर्छ। जस्तो तपाईँले एउटा हाइड्रो पावरको कुरो एउटा स्क्रिप्ट किन्दै हुनुहुन्छ भने त्यो स्क्रिप्ट पार्टिकुलर पोजिटिभ छ तर हाइड्रो पावर सब इन्डेक्सको चाहिँ नेगेटिभ छ भने त्यति बेला चाहिँ त्यो स्क्रिप्टले रिटर्न दिने सम्भावना कम हुनसक्छ। त्यसले गर्दा हामीले त्यो सब इन्डिसेस यानि कि हाइड्रो पावर सेक्टरको पनि एनालाइसिस गर्नुपर्छ र सँगसँगै नेप्सेको एनालाइसिस पनि गर्नुपर्छ। यस्तो हुन्छ। अब सेक्टर रोटेसनको कुराहरू, एकोमोडेसन डिस्ट्रिब्युसनको कुराहरू चाहिँ तपाईँले यहाँबाट हेर्न मिल्छ, ब्रोकर होल्डिङको कुराहरू पनि हेर्न मिल्छ।